गुड मर्निङ गाइज, तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। म चाहिँ भर्खर उठेको। बाहिरको अवस्था यस्तो रहेछ मौसम। यहाँ मेरो बहिनी चाहिँ तरकारी काट्दैछ, आलु। म फ्रेस भएर आएँ। बहिनीले चाहिँ व्हाइट बोर्डमा लेखेको के मेटाउँदैछ। उनीहरू खाना खाएर रेडी भयो स्कुल जानलाई। अनि अहिले आएको चाहिँ ऊ मेरो साइली बहिनी। मिन्छ कति बेला आएको? मलाई के ल्याइदिनु भयो बास्तिमदेखि? आज मलाई त बेबीले के किनिदिन्छु भनेको छ। बाबाको कोठा पस्ने अरे। अब तिमीले मलाई के किनिदिनु भनेको हैन? हैन बोतल बता सबै। बाबाको गिटार। ल बस। आम खायो? अहिले त आइपुगेको गाडी बिग्रेर। भाइले माम खानु भनेको उसले मानेन, हामीले चाहिँ खायौँ। ब्रस गर्ने अनि ऊ चाहिँ भाँडा धुँदैछ। खोल्यो लु हेर्नु त्यसो भए। त्यसपछि मेरो डेली रुटिन सुरु भयो। फेसमा मोइस्चराइजर, सनस्क्रिम, लिप ग्लोस त्यस्तै लाएँ र त रेडी हुँदैछु म चाहिँ तल जानलाई। अझ बहिनी पनि आएको अनि बहिनी पनि जाने म पनि भन्यो। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ मेरो डेली रुटिन चाहिँ के हो भनेर। अनि मैले आज चाहिँ कत्तिमा गाजल पनि लगाइदिएँ। साइली बहिनीले चाहिँ भाइको सुजको लेस लगाइदिँदैछ। आज चाहिँ बाहिर पार्लर बन्द गर्नु भएको रहेछ, तर कस्टमरहरू आउँदाखेरि काम चाहिँ भित्र गरिरहेको थियौँ। पार्लरलाई थोरै डेकोरेसन गरौँ कि भनेर फुपूले चाहिँ प्लान गर्नुभएको थियो। अस्ति नैदेखि भएको सामानलाई चाहिँ एक ठाउँ बनाउनको लागि म रेडी बोरा भन्नुहुन्छ भने यत्रोसम्म भन्दा नि ठुलो यत्रोसँग म त हाँस उठेन। यो सामान चाहिँ बोरामा प्लास्टिकमा लाउनुपर्छ है भन्ने आइडिया फुपाजुको। फुपू पनि यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्दै सिकाउनु हुँदैछ फुपाजुलाई। मैले सामानहरूलाई एक ठाउँ राखेर बल्ल बल्ल खाली गरिसकेँ। यतापट्टि छ सामानहरू चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। अनि अघि त सानो बहिनी निदाको त के गर्दैछ भनेर हेर्नु गएँ। तिमीले के सिक्छिक मिन्छौँ यसो गर। बहिनी भाइ हेरिसकेपछि फेरि म काममा लागेँ। के गर्नु हुँदैछ फुपाजुहरू भनेको यहाँ यस्तो गर्नु हुँदो रहेछ। उहाँहरूले चाहिँ टुप्लुक्क एकजना कस्टमर आउनुभएछ, फुपूले थ्रेडिङ गर्नु हुँदैछ। बाहिर एकछिन निस्केर हेरेको पानी परिरहेको रहेछ। यता फुपाजुले आँप काटिदिनु हुँदैछ हाम्रो लागि। यो कपडाहरू फुपूले चाहिँ मिलाउनु हुँदैछ। यहाँ बहिनी छ, उहाँ पनि फुपाजुले ल्याइदिएकै हुनुहुन्छ एकदम। यता फुपू हुनुहुन्छ, भिडियो नबना मेरो भन्नु हुँदैछ क्या उहाँ। फेरि म चाहिँ फुपाजुहरूले काम गर्नुभएको ठाउँमा गएँ। कति काम सक्नुभएछ भनेर। पछिदेखि फुपूहरू आउनु भएको आज, त्यही भएर यहाँ सबजना बसिराख्नु भएको छ। भाइ बहिनी खेलिरहेछ। चटपटे बनाएछ अनि चटपटे र कोका कोला फुपूले ल्याउनु भएको थियो, खायौँ। अनि त्यस पछाडि फेरि कामतिर लाग्यौँ सबैजना। पार्लरको धुलो चाहिँ हेर्नुहोस् है, 10 बज्न लाग्दाखेरि हामीले खाना खायौँ। त्यस पछाडि मैले ब्रस गरेँ, यता बहिनी अनि बोक्न थालेँ, उसलाई बोलाउन थालेँ। धेरै पछि भेट हुनु भएको, त्यही भएर गफ लाउनु हुँदैछ। रातको 12 बजिसकेको छ। अब चाहिँ हामी रुम जाने। निन्द्रामा फुपाजु चाहिँ जम 12 बजिसक्यो। निन्द्रा लागेर झपझप्ती। अहिलेसम्म ढोका खुल्ले रहेछ। बाहिर त सुनसान। लु जाम। बेबी बाई बाई। आज चाहिँ मेरो कान्छी फुपू र म 12 बजेतिर जाँदैछौँ रुम। अगाडिको स्यान्डल देखेर मान्छे सबै छक्क पर्छ होला। बिचरा 4 जना बहिनीहरू चाहिँ सबै निदैसकेको थिए। कान्छी फुपू पनि सुत्नु भयो बहिनीको। यता चाहिँ म एक्लै सुतेको छु।